हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ? आज पनि म हजुरहरूलाई घुम्न लिएर जान्छु है त। म पुगेको छु अहिले बालाजुबाट भित्र रानीवन। भिडियो बनाएको देखेर मेरो छोरा पनि बाई बाई गर्दैछ। यो ठाउँ चाहिँ मलाई एकदमै मनपर्छ है। जति आए पनि आउन मन लाग्छ। गर्मीमा त यो ठाउँ त स्वर्ग नै हो के। हजुरहरू पनि यो गर्मीमा कहाँ जाने होला भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यो रानीवन आउन सक्नुहुन्छ है। अनि म चाहिँ पुगेँ नागार्जुन रिसोर्ट। यो रिसोर्ट पनि एकदमै रमाइलो थियो। यहाँ चाहिँ बच्चाहरूको लागि पनि खेल्ने ठाउँ है, आनन्दको रहेछ। मेरो छोरी चाहिँ हिजैबाट मामा घर थिइन् है, अनि उसलाई चाहिँ मैले एकदमै धेरै मिस गरेँ। ऊ भए कति रमाएर खेल्थेँ नि त। एकछिन चाहिँ बाहिरतिर घुम्यौँ अनि त्यसपछि गयौँ हामी खाजा खानलाई। खानेकुराहरू पनि यहाँको चाहिँ एकदम मिठो रहेछ। मलाई चाहिँ खानेकुराहरू पनि एकदमै मिठो लाग्यो। मेरो छोरा पनि यहाँनिर खाँदै बसिरहेको छ। हजुरहरू पनि साथीभाइहरू कतै जाने सोचमा हुनुहुन्छ भने चाहिँ यो नागार्जुन रिसोर्ट आउनुलाई एकदमै रमाइलो लाग्यो मलाई चाहिँ। हेर्नु न, यताको एम्बियन्स पनि एकदमै रमाइलो छ। अनि हामी चाहिँ खाजासाजा खाएर एकछिन छोरालाई खेलायौँ। छोरा पनि एकदमै मजाले खेलिरहेको थियो। बल्ल पानी परेर रोकिरहेको थियो। एकछिन उसलाई खेलायौँ अनि हामी चाहिँ लाग्यौँ घरतर्फ। बाई बाई।